ओम नमः शिवाय। ओम नमः शिवाय। श्रीमान श्रीमती बीचको सम्बन्ध सुमधुर बनाउनको लागि आज म बेडरुमको बारेमा भन्न गइरहेको छु। बेडरुमलाई कस्तो हिसाबले सजाउने, कस्तो हिसाबमा बेड राख्ने, कुन ठाउँमा राख्ने, के कसो गर्ने, कसरी सुत्ने भन्ने विषयमा हजुरलाई भन्न गइरहेको छु। यदि श्रीमान श्रीमती बीचको सम्बन्धलाई सुमधुर बनाउन चाहनुहुन्छ, झै झगडा हुनबाट बचाउन चाहनुहुन्छ भनेपछि हजुरले चाहिँ यसो गर्दा चाहिँ राम्रो हुन्छ। हेर्नुहोस् है, नैऋत्य कोणमा चाहिँ बेडरुमलाई राख्नुपर्ने हुन्छ। यसलाई चाहिँ पश्चिम दक्षिणको कोण हो है, पश्चिम दक्षिण कोणमा राख्ने बेडरुमलाई। त्यसै गरेर पश्चिम उत्तरको दिशामा राख्ने र पूर्व उत्तर दिशा भगवानको दिशा हो। पूर्व उत्तर दिशामा बेडरुम राख्नु राम्रो मानिँदैन है, यसलाई चाहिँ नराम्रो मानिन्छ। यसलाई चाहिँ ईशानी कोण भनिन्छ। त्यसै गरेर पूर्व उत्तर दिशालाई ईशानी कोण भनिएको हुँदा यसमा चाहिँ राख्नु नराम्रो मानिन्छ। यो भगवानको कोण हो, यसमा चाहिँ जस्तै हामीले गरेका नराम्रो क्रियाकलाप त्यो राम्रो मानिँदैन। त्यसैले पूर्व दक्षिण कोणलाई अग्नि कोण भनिन्छ। यो दिशामा पनि राख्नु हुँदैन, यो दिशामा पनि बेडरुम राख्नु हुँदैन। त्यसै गरेर विवाहित जोडीले दक्षिण सिरान गरेर सुत्नु राम्रो मानिन्छ, दक्षिण सिरान गरेर सुत्नु राम्रो मानिन्छ। यसले अझ हजुरको सम्बन्धमा मिठास हुन्छ। सकेसम्म कोठामा चाहिँ हजुरले ऐना नराख्नु राम्रो मानिन्छ। यदि राख्नु नै परिहाल्यो भनेपछि हजुरको बेडरुम देखिने गरेर नराख्नु होला, त्यो राख्नु हुँदैन। त्यसै गरेर यदि बेडरुमै देखिनेछ भनेपछि त्यो सिसालाई छोपिदिनु होला हैन। र हजुरको सुत्ने जो खाट छ त्यो धातुको हुनु हुँदैन, जस्तै फलामको चाहिँ हुनु हुँदैन त्यो खाट हैन, त्यसो चाहिँ नराम्रो मानिन्छ। र सुत्ने खाट भनेको चाहिँ काठको मात्रै हुनु राम्रो मानिन्छ है, काठको खाटमा सुत्नु एकदमै राम्रो मानिन्छ। सकेसम्म भुइँमा सुत्ने राम्रो मानिन्छ भनेपछि खाट चाहिँ काठको हुनु राम्रो मानिन्छ। सुत्ने कोठामा हजुरले चाहिँ हल्का हरियो रङ, हल्का गुलाबी रङ, हल्का निलो रङ लगाउन सक्नुहुन्छ, या त आफ्नो राशि अनुसारको शुभ रङ लगाउन सक्नुहुन्छ। त्यसै गरेर श्रीमती चाहिँ बायाँतिर सुत्नुहुन्छ भनेपछि चाहिँ श्रीमती चाहिँ दायाँतिर, श्रीमान चाहिँ दायाँतिर सुत्नु राम्रो मानिन्छ। श्रीमती बायाँतिर सुत्नुपर्छ, श्रीमान चाहिँ दायाँतिर सुत्नु राम्रो मानिन्छ। विवाहित जोडीको सुत्ने जो खाटमा सिरानी हुन्छ त्यो खाटमा दुईवटा सिरानी हुनु चाहिँ त्यति राम्रो मानिँदैन। एउटै सिरानी भयो भने राम्रो मानिन्छ, जस्तै लामो सिरानी, एउटै सिरानी हुनु चाहिँ राम्रो मानिन्छ। त्यसैले चाहिँ खाटमा पनि सुत्दाखेरि चाहिँ एउटै सिरानी भयो भने चाहिँ राम्रो मानिन्छ। दुईवटा सिरानी भयो भने चाहिँ अलिक नराम्रो हुन्छ। एउटै सिरानी चाहिँ सम्बन्धमा अझ पनि मिठास पैदा हुन्छ, सम्बन्ध अझ मजबुत, गाढा, दृढ बन्दै जान्छ। र आजका यी 7-8 उपाय मैले हजुरलाई बताएँ। श्रीमान श्रीमती बीच चाहिँ के कसो गर्दाखेरि चाहिँ सम्बन्ध अझ मजबुत हुन्छ भनेर मैले बेडरुमको बारेमा हजुरलाई बताएँ। के कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तो कमेन्टमा लेख्दै हुँदै आज भिडियोबाट म गुराउँदै पनि बिदा हुन्छु। हजुर शुभ रहोस्, हजुरको जीवनमा सुख शान्ति समृद्धि आओस् भन्दै ओम नमः शिवाय। ओम नमः शिवाय।